नमस्ते यहाँहरूलाई। आज हामीसँग गेस्ट लेक्चरको रूपमा ब्रिटिस इङ्ग्लिस बोर्डिङ स्कुलमा कान्छीमाया तामाङ फाउन्डेसनका निर्देशक डाक्टर दिलबहादुर तामाङ हुनुहुन्छ। उहाँ चाहिँ समाज सेवामा नेपालमा एकदमै चर्चित नाम हो। उहाँले थुप्रै जिल्लाहरूमा चाहिँ आफ्नो हेल्थ क्याम्पहरू गर्नुभएको छ। उहाँले लगभग 65वटा जिल्लामा चाहिँ उहाँ आफै पुगेर चाहिँ स्वास्थ्य शिविरहरू गर्नुभएको छ र हिजो मात्र उहाँले हुम्लामा भव्य शिविर गरेर नेपालगञ्ज आउनुभएको थियो। त्यही बेला उहाँलाई चाहिँ मैले ब्रिटिस इङ्ग्लिस बोर्डिङ स्कुलमा डाक्टर साहब सानो बाबु नानीहरूलाई चाहिँ यो स्वास्थ्य सम्बन्धी केही जानकारी दिइदिनु पर्यो भनेर बोलाएको थिएँ र आज आउनु भएको छ। हामी डाक्टर दिल उहाँलाई स्वागत गर्दछु। नमस्ते, धन्यवाद। अनि डाक्टर साहब, हुम्ला बसाइ कस्तो भयो? हुम्ला बसाइ एकदमै राम्रो भयो। हामीले यसपालि चाहिँ तपाईँको एउटा च्यारिटी प्रोग्राम प्लस हेल्थ क्याम्प गर्ने भएर हामी हुम्ला गएको थियो र हामीले हेल्थ क्याम्प 2 दिन गऱ्यो र च्यारिटी प्रोग्राम 1 दिन गऱ्यो र त्यसपछि आज चाहिँ हामी हुम्लाको क्याम्प सकाएर यता फर्किरहेको छौँ। अनि डाक्टर साहब चाहिँ कान्छीमाया तामाङ फाउन्डेसनको निर्देशक हुनुहुन्छ। यो कान्छीमाया तामाङ फाउन्डेसन भनेको के हो? कान्छीमाया तामाङ फाउन्डेसन भनेको चाहिँ मेरो स्वर्गीय आमाको नामबाट खुलिएको फाउन्डेसन हो। मेरो आमालाई चाहिँ 2072 सालमा चाहिँ मैले चाहिँ आमालाई दुर्घटनामा गुमाउनु परेको भएर आमाको जुन सम्झनामा र आमालाई गुमाएको शोकलाई चाहिँ हामीले अब समाज सेवामा बदल्न सकिन्छ र यो फाउन्डेसनबाट चाहिँ धेरै बालबालिकाहरूको उज्जवल भविष्य बनाउन सकिन्छ र लाइफ जीवन बचाउन र कसैको भविष्य बनाउन हामीले फाउन्डेसनबाट मात्र सकिन्छ भनेर हामीले कान्छीमाया तामाङ फाउन्डेसन खोलेको हो। अनि डाक्टर साहब, यो कान्छीमाया तामाङ फाउन्डेसनले के कामहरू गर्छ? कान्छीमाया तामाङ फाउन्डेसनले त सुरुमा हामीले चाहिँ सफ्टवेयर पार्ट भनेको हामीले चाहिँ स्कुल विद्यालयहरूमा गएर हेल्थ अवेरनेस प्रोग्रामहरू गर्ने अनि सानो सानो प्रोजेक्टहरू गर्ने, जस्तो स्कुलमा ब्लड ग्रुपिङहरू गर्ने र त्यसपछि हामीले कान्छीमाया तामाङ फाउन्डेसन जब हाम्रोसँग डोनरहरू आउँदै गरेपछि हामीले च्यारिटीलाई फोकस गर्यो र च्यारिटी मात्र गरेर हुन्न, अब डोनेसन गरेर मात्र हुन्न, हेल्थ क्याम्प गरेर मात्र हुन्न, अब हाम्रो टिम पनि बनाउनुपर्छ भनेर हामीले चाहिँ धेरैभन्दा नानीहरूलाई 100भन्दा नानीहरूलाई चाहिँ एजुकेसन दिन थाल्यो र पढाउन थाल्यो, स्पोन्सर गर्न थाल्यो र हाम्रै अहिले चाहिँ 10 जना चाहिँ टेक्निकल र नन टेक्निकल फिल्डमा चाहिँ भाइ बहिनीहरू पढिरहेछ। उहाँ नै हाम्रो टिम हो र एजुकेसनमा त्यसरी सपोर्ट गरिरहेछौँ र अब फाउन्डेसनलाई अब अपग्रेड गराउनु पर्यो भनेर हामीले चाहिँ हेल्थ अलिकति फोकस दिनु पर्यो, अलिकति राम्रो देख्ने रिजल्ट देख्ने काम गर्नु पर्यो भनेर कान्छीमाया तामाङ फाउन्डेसनको चाहिँ अहिले हाम्रो 2टा हस्पिटल छ। एउटा गाल्पामा छ, एउटा सुकमानमा चाहिँ हाम्रो नुवाकोटमा चाहिँ हामीले चाहिँ हस्पिटल सञ्चालनमा ल्याउन आँटेका छौँ अहिले। अब एउटा गाल्पाको सामान्य परिवारको छोरो हो, हजुर, डाक्टर बन्यो होइन? यो डाक्टर बन्दाखेरि कतिको सङ्घर्षहरू गर्नु पर्यो? केही राख्न सकिन्थ्यो कि? जिन्दगीमा केही अब चिज पाउनलाई, सफल पाउन त अवश्य सङ्घर्ष गर्नुपर्छ र सङ्घर्ष बिना त अब कुनै सफलता नै तपाईँको चाहिँ सम्भव छैन। अब एउटा सामान्य परिवारमा जन्मिएको मान्छेलाई एउटा ठुलो सपना देख्नु एउटा चाहिँ ठुलो युद्ध जित्नु जस्तै हो। तर सपना तपाईँले चाहिँ जब आफूले चाहिँ अब उज्यालो बेला आफूले भित्र मननदेखि गरेको सपना देख्नुभयो भने चाहिँ त्यो चाहिँ सपना एक दिन पुरा हुन्छ। अब पढ्दाखेरि अब त्यो आर्थिक अभावहरू झेल्नुपर्ने, अब मार्गदर्शन देखाउने मान्छेहरू नहुने र अनि आफूले अब भोलि पढेर आइसकेपछि आफूले नेटवर्किङ मान्छेहरू नहुने, त्यो कारणले गर्दाखेरि त्यस्तो समस्याहरू झेल्नु पर्यो र त्यही भएर यो समस्या झेल्न नपर्छ भनेर अब मेरो चाहनाहरू भने चाहिँ अझ धेरैभन्दा भाइ बहिनीहरूलाई डक्टर, इन्जिनियर र नर्सहरू पढाउने र आफूले जानेको भोगेको र मार्गदर्शन सिकाउने चाहिँ मेरो लक्ष्य हो। अनि त्यो हजुरको जीवनमा एकजना फादर भनेर एकजना मैले कता पढेको थिएँ आर्टिकलमा, उहाँ चाहिँ को हो? उहाँ चाहिँ नेदरल्यान्डको डच पापा हुनुहुन्छ। हजुर। अनि उहाँ चाहिँ पापा मात्र नभएर एउटा गड फादर पनि हो। हजुर। आज म यहाँसम्म आउनु कारण अब मेरो उहाँ डच गड फादरले पनि हो अनि र मेरो प्यारेन्ट्सले पनि हो र म आफ्नो मेहनतले पनि हो र उहाँले चाहिँ मेरो गाउँमा एउटा धुलखेलको गाउँमा चाहिँ उहाँ आउनुभयो र उहाँले चाहिँ भेटेपछि मलाई मोटिभेट गर्नुभयो, तिमी चाहिँ अब यति मात्र पढेर हुन्न, अब तिमी तामाङ कम्युनिटीबाट पढिरहेको अनि तिमीले चाहिँ अझ डक्टर बन्नुपर्छ भनेर उहाँले इन्करेज गर्नुभयो र उहाँले केही फन्डहरू पनि जुटाएर मलाई सपोर्ट गर्नुभयो। त्यही भएर त मैले डक्टर बन्न सफल भएँ। त्यही भएर मैले चाहिँ जहिले पनि मलाई जसले डक्टर बन्न सहयोग गर्ने मेरो प्यारेन्ट्स, मेरो टिचरहरू, मेरो साथीहरू, मेरो कलिग अनि मेरो सिनियरहरू अनि मेरो गड फादरहरू सबलाई बिहान उठ्ने बित्तिकै सुरुमा उहाँहरूलाई थ्याङ्क्स भन्छु सबैलाई।
अनि जस्तो आज हजुर चाहिँ ब्रिटिस इङ्ग्लिस बोर्डिङ स्कुलमा आएर बाबु नानीहरूलाई क्लास पनि लिनुभयो, यो हाम्रो समग्र रूपमा हाम्रो विद्यालय कस्तो लाग्यो? तपाईँको विद्यालय यो चाहिँ एउटा घर परिवार जस्तो बुबाआमाले अभिभावकले एउटा घरमा जस्तो शिक्षा दिनुपर्ने नैतिक शिक्षा दिनुपर्ने जुन चाहिँ तपाईँहरूले विद्यालयबाट दिइरहनु भएको छ। तपाईँले यहाँ चाहिँ विद्यार्थी मात्रै उत्पादन होइन कि एउटा विद्यार्थीलाई यो भोलि देशको लागि एउटा सक्षम जनशक्ति, एउटा भोलि आफ्नो अभिभावकलाई हेर्ने, अभिभावकलाई माया गर्ने एउटा चाहिँ तपाईँले दक्ष एउटा जनशक्ति उत्पादन र एउटा दक्ष तपाईँले चाहिँ यो विद्यार्थी भाइ बहिनीहरू उत्पादन गर्दै हुनुहुन्छ र यही भोलि नैतिक अनुशासन र शिक्षामा चाहिँ एकदमै चाहना भएको विद्यार्थी नै भोलि चाहिँ सफल हुन्छ। त जुन जो मैले चाहिँ ब्रिटिस इङ्ग्लिस बोर्डिङ स्कुलमा देखेँ। अनि यो मोरिङ्गा फर लभ जुन प्याट्रिक चाउ हुनुहुन्छ होइन, उहाँसँगको सहकार्यमा कान्छीमाया तामाङ फाउन्डेसनले घरहरू पनि बनाएको छ होइन, अनि विभिन्न ठाउँमा हेल्थ क्याम्पहरू गरेको छ, त्यसको बारेमा के अलिकति भनिदिनुहुन्छ कि? हो, हाम्रो मोरिङ्गा फर लभको क्याम्पेनर चाहिँ हेमन्त सर र म छु नेपालको, अनि हाम्रो अहिले मन्थलीको चाहिँ हाम्रो विपिन सर पनि हुनुहुन्छ। मोरिङ्गा फर लभ एजुकेसन लभ भनेको चाहिँ एउटा सफ्टवेयर प्रोग्राम हो। त्यो प्रोजेक्टले चाहिँ मान्छेलाई चाहिँ तपाईँको चाहिँ सबै कुरा दिने भन्दा पनि मान्छेलाई एउटा चेतना दिनुपर्छ, मोरिङ्गा चाहिँ प्रयोग गर्नुपर्छ र स्वास्थ्य जीवन तपाईँ स्वस्थ रहनुहोस् भन्ने कुरा चाहिँ तपाईँको मोरिङ्गाको पाउडरबाट फाइदा लिन सकिन्छ भन्ने कुरा हो। र मोरिङ्गा फर लभले चाहिँ केही समयदेखि घरविहीन भएको जस्तो तपाईँको चाहिँ घर भत्केको, घर नभएको, अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ 4वटा जति घर बनाइसक्नु भएको छ र 4वटा घरमा आज हामीले मोरिङ्गा पाउडर खुवाएर उपचार गरेर ठिक भएको मान्छेलाई पनि मोरिङ्गा फर लभले नै फेरि घर बनाइदिएको छ। कस्तो राम्रो। त्यही भएर अनि मोरिङ्गा फर लभले त्यति मात्रै नभइकन अहिले नेपालमा एकजना डक्टरलाई, एमडी पढेको डक्टरलाई चाहिँ उहाँले चाहिँ स्पोन्सर $1000 स्पोन्सर गरेको थियो र अर्को हाम्रो 2जना अहिले चाहिँ एउटा बिएससी नर्सिङ र एउटा एमबिबिएस पढ्दै गरेको भाइ बहिनीहरूलाई एभ्री इयर $1000 चाहिँ मोरिङ्गा फर लभले दिएको छ। एउटा कान्छीमाया तामाङ फाउन्डेसन हेमन्त सर, हामी एउटा चाहिँ तपाईँको चाहिँ आवाज मात्र हो, तर आवाजहरूको विहीनहरूको आवाजसम्म पुर्याउने फन्ड पुर्याउने चाहिँ मोरिङ्गा फर लभले सहयोग गरिरहनु भएको छ। अनि मैले चाहिँ वर्षमा 2 पटक चाहिँ हाम्रो गेस्ट लेक्चरको रूपमा ब्रिटिस इङ्ग्लिस बोर्डिङ स्कुलमा तपाईँलाई चाहिँ मैले भनेको छु, के छ वर्षमा 2 पटक ब्रिटिस इङ्ग्लिस बोर्डिङ स्कुलमा आउन सकिन्छ त? सबबाट म ट्राई गर्छु, किनकि म आफै पनि एमबिबिएस पढेँ र मैले बुद्धिज्ममा मास्टर सकिन लागेको छ र हेल्थ केयर म्यानेजमेन्टमा अब मेरो 4th सेमेस्टर इन्टर्नसिप मात्र बाँकी छ। त्यसपछि म एमडीको तयारी गर्दैछु र मैले जति पनि एजुकेसनहरू जस्तो मैले टुरिज्महरू पनि केही ट्रेकिङ गाइड र टुर गाइडहरूको मैले ट्रेनिङहरू लिन मौका पाएको थियो। सबै यो मैले एजुकेसन लिनुको कारण किनभने चाहिँ मैले जानेको कुराहरू चाहिँ म आफ्नो जुनियर भाइ बहिनीहरूलाई भोलि देशको कर्णधार भविष्यको कर्णधार बन्ने भाइ बहिनीहरूको लागि राम्रो होस् भनेर मैले यो चाहिँ ज्ञानहरू लिएको हो र अवश्य पनि म आउनेछु। र हाम्रो हुम्लामा पनि प्रोजेक्ट गरिरहेछौँ। त्यो बेला नेपाल गजबाट हुम्ला जाँदै गर्दाखेरि हामी चाहिँ तपाईँको विद्यालयमा चाहिँ हामीले सहयोग गर्नेछौँ। ब्रिटिस इङ्ग्लिस बोर्डिङ स्कुलको जिम्मेदार विद्यार्थी, राम्रो विद्यार्थी जो आर्थिक स्थिति कमजोर छ, म डाक्टर बन्न चाहन्छु भन्ने कोही बाबु आयो भने, बाबु नानी आयो भने, पढाइ भनौँ आइएससी गरिसकेपछि अथवा एसएलसी ब्रिटिस इङ्ग्लिस बोर्डिङ स्कुलबाट गरेर गयो भने त्यसको लागि केही छ कि छैन? एकदम अवश्य छ। जो कोही डक्टर इन्जिनियर बन्छु, भोलि देशको लागि सहयोग गर्छु भने म आफैले कमाएको पैसाबाट पनि चाहिँ सहयोग गर्न सक्छु, फाउन्डेसन मात्र नभइकन। तर अब हाम्रो चाहिँ यस्तो संस्था सानो भए पनि हाम्रो नेटवर्किङ ठुलो छ, धेरै सहयोगी दाताहरूले हामीलाई विश्वास गरेको छ, किनकि हामीले इमान्दारिता साथ कुनै लोभ मोहमा नफसिकन हामीले चाहिँ अन द स्पोटमा रिजल्ट देख्ने काम गरेको भएर हामीले चाहिँ कोही भाइ बहिनीहरूले भोलि म पढ्छु आउँछु भन्दाखेरि पनि म त के भन्छु भने मैले पढाएको, मैले सहयोग गरेको भाइ बहिनीहरू मभन्दा अझ राम्रो डक्टर बन्नुन्, राम्रो इन्जिनियर बन्नुन्, अझ यो देशको लागि राम्रो मान्छे बन्नुन् भन्ने चाहना हो। त्यसको लागि त हामी अवश्य सहयोग गरिहाल्छौँ नि। अनि अन्त्यमा यो हाम्रो विद्यालयका अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनी र समग्र देशभरि हजुरको सन्देश के छ? तपाईँले राम्रो स्कुल, महँगो स्कुलमा पढेर तपाईँको बच्चाहरू राम्रो हुन्छ, ट्यालेन्ट हुन्छ भन्ने होइन। तपाईँको बच्चाले चाहिँ कस्तो वातावरणमा तपाईँको बच्चाले पढिरहेको छ, तपाईँको शिक्षक शिक्षिकाहरूले कस्तो वातावरणमा तपाईँको बच्चाहरूलाई एजुकेसन दिइरहेछ र तपाईँको बच्चाले चाहिँ
एक्जामको पेपरमा 4 जिपिए मात्र ल्याएर भएन, अब तपाईँको बच्चाले चाहिँ व्यवहारमा पनि 4 जिपिए ल्याउनु पर्ने आवश्यक छ। त्यही भएर संस्कार कल्चर तपाईँको चाहिँ हाम्रो बच्चाहरूलाई एउटा दिनुपर्ने तपाईँको चाहिँ अभिभावकहरूप्रति माया प्रेम संस्कार दिनुपर्ने त्यो जुन कुरा चाहिँ विद्यालय अभिभावक र शिक्षकबाट चाहिँ तीन कोणबाट चाहिँ सम्भव छ। र त्यही भएर यो ब्रिटिस इङ्ग्लिस बोर्डिङ स्कुलमा हेमन्त सर आफै एउटा एकदमै जेन्युन मान्छे हुनुहुन्छ, एउटा पोजिटिभ भाइब्स भएको मान्छे हुनुहुन्छ। उहाँले आफू जस्तै आफूभन्दा फार बेटर उहाँले चाहिँ आफ्नो विद्यार्थीहरूलाई बनाउन खोज्दै हुनुहुन्छ। र त्यही भएर यो यस विद्यालय चाहिँ मलाई जहिले पनि आउन मन लाग्छ र म मौका पाएँ, म समय पाएँ भने चाहिँ यहाँ आएर यो विद्यालयमा अझ भाइ बहिनीहरूलाई मैले सिकेको जाने कुरा चाहिँ सिकाउने छु र यो विद्यालय चाहिँ एउटा राम्रो विद्यालय पनि हो भन्न चाहन्छु। आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई समय दिनुभएकोमा डाक्टर दिलबहादुर तामाङज्यूलाई धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू सर, तपाईँलाई धन्यवाद।